다 동화될 남발링게 samla 공감 사회 सर्वप्रथम सम्पूर्णलाई हामी सुस्वास्थ्यको कामना र टासीदेली भन्न चाहन्छु। नमस्कार सबैलाई। 술룩 अनि रोदान्दा 체비미나 अनि यो सुर्लुकको परम्परा अनुसार 남로 사시 अनि नयाँ वर्षको उपलक्ष्यमा 니버 자디 어레 제자 남발링게 samloल्या अनि 남로 사회 나로ल्या 자시바다 अनि यो सुर्लुक अनुसारको पवन नयाँ वर्ष छाएको उदयको हुँदाखेरि अनि त्यो वर्षमा सबैलाई अनि सुसम्पन्न होस् र दीर्घायुले छाओस् भन्ने मेरो कामना व्यक्त गर्दछु। 아버지 갸게나 가장지 시어서 그때 제자 아직 시카시지 अब म बहुत अस्ति मैले चीन भाषामा भन्नु इरादा गरेको थियो तर मैले भुलेँ। अब म बताउन चाहन्छु। यो सुर्लुक भनेको चाहिँ यो भोटमा चलिने एउटा हामीले जस्तो कि चन्द्रपात्रु होइन, त्यस्तै गरी सूर्यपात्रु अनुसार चन्द्रपात्रु भोटमा यो धेरै नै प्रचलनमा छ र चन्द्रपात्रु अनुसार चाहिँ अब भोलि यो ज्योतिष पात्र अनुसार छुर्पुको एउटा लोसर नयाँ वर्ष रहेको छ। त्यसको उपलक्ष्यमा अनि हार्दिक मङ्गलमय शुभकामना र सबैको सोचेको मनोकांक्षाहरू सिद्ध भएर जाउन् भन्ने म प्रार्थना गर्दछु भन्ने उहाँले बताउनुहुन्छ। त्यस्तै गरी आज यो सोनम लोसर थियो अनि सोनम लोसरको तपाईँहरूलाई टासीदेले सबैलाई सुस्वास्थ्यको कामना गर्दछु। अनि आजको दिनमा चाहिँ म भोटमा यो विज्ञानको कुराहरू कसरी फैलियो त भने त्यसको विषयमा म चर्चा गर्न चाहन्छु। मलाई अलिकति समस्या छ कि बौद्ध धर्म भोटमा कसरी फैलियो भन्ने विषयमा चाहिँ। अब त्यसको भोटमा फैलिएको विषयमा चाहिँ अब यो अनुसन्धान गरेको मलाई अब प्राप्त भएको छैन। अब यसको एउटै अब एकीकरण भएको मलाई ग्रन्थ पनि मिलेन, त्यही कारणले मलाई अनि समस्या छ। अनि अहिले समय पनि मलाई अलिक कमी भएकोले अनि शुद्धिकरण र एकदम शुद्धता हिसाबले भोटमा विज्ञानवादको कुराहरू कसरी फैल्यो भने मलाई अलिकति समस्या छ बताउनु पनि, तर जति सक्दो सक्ने म जमर्को गर्नेछु। सामान्यमा भोटमा चाहिँ अनि विज्ञानवाद अब को सिद्धान्त फैलिएको कुरा भने पनि अब विज्ञानवादको कुरा भने पनि उही नै हो। त्यही कारणले अब अनि विज्ञान मात्रै भन्यो भने गाह्रो होला। त्यही कारणले अनि विज्ञानवादको ग्रन्थहरू अनि फैलावट भन्यो भने अनि अर्थ अलिकता लाग्ने र अर्थवान हुने म देख्दछु। अनि यो सिद्धान्तहरू कसरी फैल्यो त भन्ने क्रममा आज म अनि 5 प्रकारको यो विषयलाई म पस्काउँदै अनि यो पस्काउन चाहन्छु 5 प्रकारको विषयबाट। पहिलो चाहिँ अब यो मन मात्रै भोटमा कसरी अब यो भोटमा फैलिएको कारण बदल्नु। दोस्रो चाहिँ अब यो अनि भोटमा यो विज्ञानको पहिला फैलावट नभएको अनि तेस्रोमा चाहिँ अब यो आर्य अष्टाङ्गद्वारा अब यो लेखिएको ग्रन्थहरू चाहिँ अनि यो विज्ञानवादको अनि कारणहरू। चौथो नम्बरमा चाहिँ अब भोटमा यो विज्ञानवादको भन्ने एउटा भनाइ र जस्तै र पाँचौँ नम्बरमा चाहिँ अब यो मैत्री आगम धर्म र त्यो अनि कसरी प्रतिपाद भयो फैल्यो भन्ने कुरा बताउने छु। र यो सबै मैले आज बताउन सक्दैन, भोलि अब विश्राम भएकोले म पछि फेरि बताउने छु। यसलाई कन्टिन्यू दिनेछु।
र पहिल्यैदेखि अहिलेसम्म अब अविच्छिन्न रूपमा यसको सिद्धान्तको विषयमा बताउने गुरुहरू पाल्नु भएको छ सिद्धान्तको फस्टाउने केलाउने गुरुहरू भोटमा चाहिँ बौद्ध धर्म फैलिएकोदेखि लिएर अहिलेसम्म अनि अहिलेसम्म अब बौद्ध धर्म फैलिएको छ भने र यो अब फैलिएको थियो भने विज्ञानवादको गुरुहरू अब विज्ञानको कुराहरू अब भोटमा गुरुहरू पालेको थियो कि थिएन भने अब बताउनु गाह्रै छ त्यही कारणले गर्दाखेरि अनि भोटमा चाहिँ यो अब आफ्नै स्वतन्त्र गुरुहरू विज्ञानवादको कुराहरू थियो कि थिएन भने अब हामीले अनुसन्धान गर्नुपर्ने पर्छ भने अब दोस्रो चरणमा पछि आई अब बौद्ध धर्म फैलेको कुरामा अब एक किसिमको यो चन्द्रकृतिको विभिन्न ग्रन्थको प्रभावले गर्दाखेरि त्यसमा धेरै नै विज्ञानवादको कुराहरू पनि फैलियो अनि हामीले त्यसको लागि आगमहरू त्यसै गरी अब विभिन्न अब विद्याहरू एकीकरण गरेर त्यसको विषयमा अनुसन्धान गर्नु अत्यन्तै जरुरी देख्दछु आवश्यक देख्दछु त्यही कारणले गर्दाखेरि त्यो एउटा चन्द्रकृतिहरूको कुरा कारणले गर्दाखेरि नि अहिले पनि एउटा विज्ञानवादको कुरा यस्तो हो भनेर एउटा अनि अनि आइरहेको छ दर्शनहरू सिद्धान्तहरू स्पष्ट रूपमा भइरहेको छ एउटा आफ्नै ठाउँ उभिन सकेको छ तर पनि अब सत्यता कुरा गर्ने हो भने त्यसमा अब विशेषता के हो त भने खोज्यो भने त्यसमा चाहिँ अलिकता समस्या देखिने जस्तो देखिन्छ अब त्यसमा विभिन्न विरोधहरू उठेको छ भने पनि अनि जति सक्दो त्यसमा आफूले अझै पनि यही नै हो भनेर अब एक किसिमको आफूले जिद्दी गरी होइन त्यही नै हुनु पर्दछ भने यसरी त्यसको पछि लाग्दै 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 अनि त्यस्तो गर्दा गर्दै अब विभिन्न विरोध उठे पनि विभिन्न विपरीत पक्षले अब विज्ञानवादको कुराहरू उठे पनि अनि त्यसलाई पनि अत्यन्त यही नै हो भनेर पछि लागेर त्यसले गर्दाखेरि अहिलेसम्म त्यसको शिरहरू चाहिँ अहिले पनि उचालिरहेको छ अनि यो यदि विज्ञानवादको कुरालाई शिरमा राख्नुको लागि चाहिँ अब आफूजी मध्यमकाको एउटा साधक हो भने एउटा घमण्ड चाहिँ आफूले झार्नुपर्ने हुन्छ न्यून गर्नुपर्ने हुन्छ अनि आफूले जति सक्दो अब अरूलाई विरोध गर्ने क्रममा चाहिँ अब अनि विरोध जान्छ कि जाँदैन भने चाहिँ आफूले एकदम अनि होसियार र सोच विचार गरेर विरोध गर्नुपर्ने हुन्छ किनकि भन्दाखेरि सबै अब मध्यमताको अब साधक भयो भने अब विज्ञानवादको साधक हुनु कमी नै छ त्यही कारण अरूलाई विरोध गर्नको लागि विज्ञानवादको दर्शन के हो भने त्यसको सबै अन्द्रभुँडी केलाउनु जरुरी छ अब भोटमा विज्ञानवाद पहिलो क्रममा फैलावटको क्रम चाहिँ यस्तो छ हाम्रो यो बुद्ध वचन र बौद्ध अनि शास्त्रभित्र रहेको कुरा चाहिँ यो अब अनि प्राचीन अनि अनुवाद मानिन्छ अहिले हाल हामीले अब यो इतिहासमा अब यो पल्टायो भने अनि भोटमा चाहिँ पहिला विज्ञानवाद भन्दा पनि मध्यमकाको सिद्धान्त धेरै फैलावट थियो प्रसिद्ध थियो अब विभिन्न इतिहासहरू पल्टाउँदा हेर्दाखेरि अनि विज्ञानवाद र मध्यम अत्यन्तै महत्त्वपूर्ण हो भनेर यसरी पक्ष दिएको थियो
अनि दुई प्रकारको समयलाई हामीले अब यसरी छुटाउनु पर्ने हुन्छ। विज्ञानवाद कसरी छुट्यो भन्दाखेरि एउटा प्राचीन अनुवादमा, एउटा चाहिँ नवीन अनुवाद हुने क्रममा विज्ञानवादहरू यसरी अनुवाद हुने क्रममा विज्ञानवादहरू फैलियो भन्ने हामी भन्न सक्दछौँ। अब पहिला प्राचीन अनुवादको क्रममा विज्ञानवादको कुराहरू कसरी फैलियो त भन्दाखेरि अनि यो विषय सूची प्राचीन विशेषमा चाहिँ अब तीन प्रकारको यो विषय सूचीहरू रहेको छ। अब छिम्पुमा भने अब चाहिँ अहिलेको हालमा हामीले अब दर्शन पाउनु पाउँदैन। अब थाङदरमा त धेन्द्रमा चाहिँ अब हामीले दर्शन पाउनु त्यसको हामीले देख्नु पाउँछौँ। कुङ्गे बुधेन र अनि पौज चुलो ठाउँ गुरुहरूले चाहिँ अनि विशेष सूची धेकरमा र त्यसै गरी घोङ्सा यो सितु पेन्जी जोगी चुकी झुने त्यसै गरी पेन्जी घोङ्साङापा भनिन्छ। उहाँहरूले चाहिँ अब यही विषय सूचीहरू चाहिँ अलिकता फरक देखिन्छ। अनि फङदामलम धेकरमा भित्र चाहिँ यो विज्ञानबाट कुराहरू चाहिँ अत्यन्त फैलिएको हुँदाखेरि अनि धेकरमाथि पछि आएको हुँदाखेरि अनि प्रख्यात छ। फङतामा भित्र चाहिँ ठिरल्पा गुरुले अब राजा हुनुहुन्छ, ठिरल्पा चाहिँ राजा हो। अनि ठिरल्पाको राजकालीनको कुराहरू त्यसमा लेखिएको हुँदाखेरि अनि पछि अब यो प्राचीन अनुवादमा भन्दा पनि पछि अब यो लेखिएको हुँदाखेरि अनि त्यो चाहिँ अत्यन्त अब नवीन काल पनि बुझ्न सकिन्छ। यो विभिन्न विषय सूचीहरू चाहिँ अब यो टिबेटमा जति भएको बुद्ध ग्रन्थ बौद्ध वचनहरूको अब अनुवाद भएको थिएन र यो अनि फङतामा लेखिएको विषय सूचीहरू चाहिँ अब यो धेकरमा भित्र चाहिँ उल्लेख गरिएको छ र यो लेख्ने यो अनुवाद गर्ने क्रममा पनि अब राज दरबारमै लेखिएको थियो प्रायः सो राजमहलमा। त्यही कारणले गर्दाखेरि यो सुसम्पन्न सबै अब अनुवाद गर्न सकेको थिएन। त्यही कारणले अनि फङतामामा भएको सबै अनि धेकरमा भित्रमा छ। यसको मूल श्लोकहरू चाहिँ यो फङतामा भित्र रहेको छ। अनि धेकरमा भनेको चाहिँ यो भित्र चाहिँ अब के रहेको छ त भन्दाखेरि अब धेकरमा भित्र नभएको कुराहरू चाहिँ अब यो फङतामा भित्र लेखिएको छ। लेखिएको छ यो फङतामा, यसलाई धेनकारमा छिम्फुमा भनिन्छ। त्यही कारणले गर्दाखेरि यो अनि फङतामा भित्र भएको धेनकारमा भयो फङतामा भित्र उल्लेख गरेको हुँदाखेरि यो चाहिँ हामीले दर्शन पाउँछौँ। जे जस्तो भए पनि यो अनि यो विज्ञानवादको कुराहरू चाहिँ प्राचीन अनुवाद गर्ने क्रममा सबै टिप्पणी गरिसकेको लेखिएको हामी बुझ्न सक्छौँ। अब पछि बौद्ध धर्म पहिला फैलिनलाई अब प्राचीन बौद्ध धर्म भयो, पछि फैलेकोलाई अब यसलाई नवीन बौद्ध धर्म भनिन्छ। त्यो पछि चाहिँ अब विभिन्न अनि दोस्रो चरणमा चाहिँ अब शान्तिपा गुरुको अनि अब गुरुको अब कृपाले गर्दाखेरि यो विज्ञानवादको कुराहरू अनि अत्यन्त अनि अनुवाद भयो। यो शान्तिपा गुरुको प्रवचन चाहिँ अब विभिन्न यो वचनहरू विज्ञानवादको कुराहरू चाहिँ अब दोस्रो चरणको बौद्ध धर्म फैलावट गर्ने क्रममा लेखिएको हो। अब यो अनुत्तर तन्त्र चाहिँ अब दोस्रो चरणको बौद्ध धर्म फैलावट हुने क्रममा बोर्डमा यसरी फैलाएको थियो। यो अब आर्य असाङ्ग लगायतका विभिन्न अब गुरुहरूले चाहिँ अब यो अनि रचना गर्नुभएको हो भने यसरी अब त्यसै कि धर्म विभङ्ग होइन, त्यो चाहिँ अब दोस्रो चरणको बौद्ध धर्म फैलिने क्रममा बोर्डमा अनुवाद भएको थियो।
राम्रो सुनिएको छैन अलिकति 부된 탐지 캠베기 땡큐 가샤 나노리아 제비입니다. 땜방 아따르기 qab을이야 먼주로치 땜바 치들기 qab을이야 두르샤베기 샘자비 이제 개체와 망부직디 조 제바차디 बेनम चिङ दोदै गेङ जब यो चाहिँ अब पहिलो चरणमा अब यो बौद्ध धर्मको के भयो त अनुवाद भयो भने दोस्रो चरणमा चाहिँ अब त्यो अनुवाद हुने क्रममा चाहिँ के भयो त्यसको टीकाहरू त्यसको अब व्याख्याहरू धेरै फैलियो दोस्रो चरणमा चाहिँ त्यसको अनुवाद गर्यो अब यसको एकीकरण गर्दाखेरि यसलाई डल्लो परेर भन्नु पर्दाखेरि अनि यो विज्ञानवादको कुरा चाहिँ पहिला र दोस्रो चरणमा फैलने क्रममा चाहिँ अनि विशेष गरी यो बुद्धन गुरु त्यसैगरी अब रिगल गुरुले अब यसरी अनि अनुवाद गर्नुभएको लाई हामीले शिर राखिन्छ अर्थात् यो बुद्धन गुरुले भन्दा पनि अब अगाडि अनि यो अनुवाद गरेको पनि पाइन्छ अब यो धेगे परमा चाहिँ एक किसिमको अब यो बौद्ध शास्त्र अत्यन्त अब सुसम्पन्न भएको परिपूर्ण भएको सबै अब त्रुटि नभएको अब मान्यता दिइन्छ मान्दछ यो भोटमा अनुवाद भएको विज्ञानवादको ग्रन्थहरू सबै अब एकीकरण गर्यो भने अनि मैत्रीयानाले अब मैत्री धर्महरू अनि यो दर्शनहरू अब विज्ञानवाद र मध्यमकाको अब बुझ्नु पर्दछ त्यसै गरी अब यो अनि वसुबन्धु त्यस्तै गरी अब चन्द्रकृति अनि त्यस्तै गरी अब अनि आर्य आसङ्गा अनि त्यस्तै गरी अब त्यसलाई बुझ्न सकिन्छ त्यसै गरी अब अनि प्रमाण विज्ञानहरू त्यसै गरी अब मतियुक्त गुरुहरू शान्तिपा गुरुहरूले गर्नुभएको अनि यो अनि 4 प्रकारको वर्गमा छुटाएर 3-4 प्रकारको वर्गमा छुटाएर अर्थात् 5-6 ग्रन्थहरू देखा पर्छ त्यो अत्यन्तै भोटमा विज्ञानवादको लागि नभई नहुने सिद्धान्त र दर्शनको एउटा चक्षु मानिन्छ अब यसलाई बुद्धन गुरुले चाहिँ 3 प्रकारको वर्ग छुटाउनु भयो उहाँले खण्ड छुटाउनु भएको छ त्यसलाई उहाँले अब विभिन्न विषय सूचीहरू बनाउनु भएको छ त्यो के हो त भन्दाखेरि एक किसिमको अब विज्ञानवादको चर्या भावना त्यसै गरी अब यो दर्शन भने यसरी 3 प्रकारको छुटाउनु भयो त्यसै गरी अनि प्रकरण अष्ट प्रकरण अनि त्यसै गरी अब यो असङ्गले रचना गर्नुभएको कुराहरू त्यसै गरी अब चन्द्रघुमी अनि विभिन्न ग्रन्थहरू रहेको छ अब यो मैत्रीयानाले अब यो 5 प्रकारको भूमिहरू हैन त्यसै गरी अब असङ्गले अब प्रदीप दीप यो त्यसै गरी अब चन्द्रघुमीले किसिमको अब विसो समूह लगायत अनि त्यस्तै गरी अब यो सूत्रालङ्कार हैन अनि यो वज्रछेदी आदि यसरी बुझ्न सकिन्छ यो नै एक किसिमको विज्ञानवादको दर्शनहरू चोखो मानिन्छ अब यसको क्रम चाहिँ अब सफा छैन यो कुन पहिला आयो कुन दोस्रो आयो भनेर
अनि पहिला नै यसको प्रतिपादनहरू यसको व्यवस्थापनहरू कि त पहिल्यै भएको हुनुपर्छ कि त एक किसिमको अब स्पष्ट नहुनु पर्दछ तर जे भए पनि यसरी फैलिएको छ बोर्डमा अत्यन्त यसमा चाहिँ अब भनेको चाहिँ ग्रन्थहरू ठेलीहरू 16 ठेलीहरू रहेको छ यो विज्ञानवादको कुराहरूको विषयको धर्म ग्रन्थको ठेलीहरू ग्रन्थहरू 16 वटा रहेको छ यो भित्र अब समावेश नगरेको सूत्रको टीकाहरू पनि रहेको छ सूत्रको टीका भित्र चाहिँ अब यो अनि विभिन्न यो सन्धि निर्मोचन हैन विभिन्न सूत्रहरूको टीका रहेको छ यो सबै चाहिँ प्रयास हो यो अनि अनि विज्ञानवादसँग अत्यन्त सम्बन्ध भएको त्यो मात्र नभएर अब यो बौद्ध शास्त्रमा नयाँ अनि राखिएको हैन दिगनागले यो रचना गर्नुभएको विभिन्न गुरुहरूले रचना गर्नुभएको नवीन कुराहरू त्यहाँ राखिएको छ यो चाहिँ अब अनि यो ग्रन्थ रहेको छ अब यो ग्रन्थहरूको विषयमा अब मैले बताएँ यो अब बताए क्रममा सारिसकेर अब दोस्रो चरण भोटमा चाहिँ विज्ञानवादको सिद्धान्त अनि पहिला अनि फैले कि फैलेन त त्यो कुरा कारण बताउनु पर्दाखेरि पहिला अब फैलेको थियो कि थिएन पहिला फैलेको थियो तर आफ्नै ठाउँमा उभिनु सक्ने विज्ञानवादको कुराहरू र प्राचीन बौद्ध धर्म फैलावटको कर्म अनि फैलेको यो विज्ञानवादको कुराहरू थियो कि थिएन भन्दाखेरि अनि त्यति बताउनु गाह्रो नै छ समस्या छ यसमा यसको दोस्रो चरणमा अब यसमा अनि पहिला अब पहिलो बौद्ध धर्म फैलाउने क्रममा चाहिँ विज्ञानवादको कुरा थियो कि थिएन भनेर यसरी प्रश्न गर्दाखेरि त्यसको विषयमा मैले के कारणमा लेखिएको छ यी कारणमा लेखेको छ यसमा 4 प्रकारको अब कारणहरू त्यसको विषयहरू अनि भोटमा चाहिँ अब फैलाउन पहिलो चरणमा बौद्ध धर्म नफैलेको कारण के हो त भन्दाखेरि धर्मराजको आज्ञाले गर्दाखेरि अनि नफैलिएको यो 8औं शताब्दीमा चाहिँ अब तुन्बिन छेङ्गी भन्ने एउटा यो भोटमा चाहिँ अब 8औं शताब्दीमा चाहिँ अब क्रमबद्ध र एक किसिमको एकीकरण एकैचोटि भन्ने यस्तो कुरा निस्किन्छ अर्थात् ज्ञान आफू अनि ज्ञान हासिल गर्नलाई अब एकैचोटि हासिल गर्ने कि क्रमैसँग हासिल गर्ने भन्ने कुरा आइन्छ त्यसको धेरै विरोधहरू उत्पन्न भएको थियो अब चाहिँ अब छोगेल ठिसुङ गुरुले चाहिँ धर्मराजा ठिसुङ गुरुले चाहिँ अबदेखि चाहिँ जे भए तापनि पहिला जे हुनु भइसक्यो अब चाहिँ यो नागार्जुनको दर्शनलाई समातेर अब हामीले फैलाउनु पर्छ भन्ने यसरी उहाँले धर्मराजा ठिसुङ देवजीले यसरी आज्ञा दिनुभएको थियो त्यो 8 शताब्दीको कुरा हो यदि धर्मराजको अब एक किसिमको धर्म राजाको आज्ञा अनुसार हो भने अनि यो विज्ञानवादको कुरा नफैलिने भयो यो मायानको दर्शन एकैचोटि अनि बोध गर्ने भन्ने एउटा शास्त्र उत्पन्न भएको थियो त्यो भित्र अब शून्यताहरू अनि
एकैचोटि अब ज्ञान प्राप्त गर्ने भन्ने कुराहरू लेखिएको थियो अनि त्यो चाहिँ अब एकैचोटि अब ज्ञान प्राप्त हुने चाहिँ यो शुद्धता हो यो चाहिँ अब शुद्धता हो यो अब हामीले अभ्यास गर्नुपर्छ भनी अब यो आज्ञा दिनुभएको थियो राजाहरूले त्यो समयमा यो अब एउटा महान गुरुहरू चाहिँ अब लेखिएको इतिहास पनि हामीले देख्न सक्छौँ त्यो एउटा कारण अर्को चाहिँ अब अनुपसाङ्गी हिसेद्वारा रचना गर्नुभएको अब समाधि दीपा भन्ने एउटा धर्म ग्रन्थ छ त्यो पनि भोटमा अत्यन्तै धर्मराजा अब ठिसुङको पालोमा उत्पन्न भएको नै हो त्यो चाहिँ अब त्यो क्रमबाट चाहिँ अब राजा लङ धर्मको सिलसिलासम्म आएको थियो यो चाहिँ अब हामीले पुरानो विषय सूचीमा हामीले देख्न सकिन्छ त्यही कारणले अब त्यो बेला अब मध्यमको नै फैलेको थियो यो नागार्जुनको तीर्थ दर्शन सराई जानु पर्दछ भने त्यो चाहिँ सत्यता हो कि होइन भने त्यसको लागि अब त्यसले गर्दाखेरि अब विज्ञानवादको कुरा नफैलेको कुरा एउटा पहिलो अब खोट गर्दछ यसले एउटा कारण देखाउँदछ दोस्रो चाहिँ के हो त भन्दाखेरि अब भोटमा बौद्ध धर्म एकदम व्यापक रूपमा फैलेको त कहिलेको हो त भन्दाखेरि धर्मराजा ठिसुङ देवजीको पालोमा थियो अब यसको भन्ने कहिले फैलेको थियो भन्ने अनि भन्ने क्रम धेरै छ अब विभिन्न अब इतिहास पल्टेर हेऱ्यो भने अलिकति शुद्धता सफाइ समस्या अब धर्मराजा सोङजेन गम्बको पालोमा अनि प्राचीनमा कालमा यसरी फैल्यो भने अब बुझ्दछ अब सङ्घको लामा भिक्षु सङ्घको अब यो समूह फैलाउने अब क्रम चाहिँ कहिले भयो त भन्दाखेरि यो धर्मराजा ठिसुङ देवजीको पालोमा भयो त्यसमा अब भोटमा जाने क्रममा एकदम प्रसिद्ध को थियो भन्दा एक किसिमको शान्त रक्षिता थियो अब शान्त रक्षिता त्यही कारणले अब उहाँहरू चाहिँ प्रयास को थियो त उहाँहरू चाहिँ मध्यमका थियो उहाँहरू चाहिँ अब एक किसिमको विज्ञानवादको आचार्य हुनुहुन्न थियो अनि उहाँहरू मध्यमको आचार्य भएकोले हुँदाखेरि अब विज्ञानवादको गुरु आचार्य नभएकोले अनि भोटमा चाहिँ विज्ञानवादको अनि कुराहरू चाहिँ अब फैलेको थिएन भन्ने दोस्रो कारण हो यो तेस्रो कारण चाहिँ के हो त भन्दाखेरि विज्ञानवादको सिद्धान्त कुराहरू दर्शन कुराहरू चाहिँ अब हामीले साधनाको अभ्यास गर्नुपर्छ भने यसको विशेषता कुराहरू यसकै विशेषता अब शास्त्रहरू नदेखेको हुने कारणले गर्दाखेरि विज्ञानवादको सिद्धान्त चाहिँ भोटमा चाहिँ अब यो फैलेको होइन भने तेस्रो कारण म दर्शाउँदछु अब यो भोटमा पनि अब एक किसिमको स्वतन्त्रिका र यो योग चरा बिदा भने अब यो स्वतन्त्रिका योग चरा फैलेको थियो अब यो चाहिँ अब रक्षिता भनेको चाहिँ के हो त इसी दे भने एउटा किसिमको उहाँको अब दर्शनमा यसरी दर्शन हुन्छ कि अनि यो अनि उमापाको एक किसिमको अब अर्थात् मध्यमकालाई हामीले उमापा भन्छौँ त्यसकै अब शास्त्रहरू चाहिँ अब अलङ्कार
आभूषण भएको ज्ञान भरिपूर्ण भएको मध्यममा कुराहरूले नै यसरी अब उहाँले रचना गर्नुभएको थियो भने यसरी लेखिएको हुँदाखेरि अब यो सबै अब मध्यमको कुरा आएको छ, विज्ञानवादको कुरा आएको छैन। त्यसै कारणले गर्दाखेरि नि अनि भोटमा खुलासा र स्पष्ट र विशेषता विज्ञानवादको कुरा नभएकोले अनि भोटमा अनि विज्ञानवादको कुराहरू फैलिएको छैन भने अब फैलिएको नफैलिएको कुरा यसरी स्पष्ट गर्न सकिन्छ। अब प्रायः सो तिब्बतीयन मान्छेहरू चाहिँ अब यो सिद्धान्तमा भन्दा पनि अब ध्यानमा अत्यन्त रुचाउने हुँदाखेरि अनि यो पहिलो बौद्ध धर्म फैलाएको कुरा थियो, त्यही कारणले गर्दाखेरि विज्ञानवादको कुरा त्यति फैलिएन। अब दोस्रो चरणमा बौद्ध धर्म फैलिने क्रममा चाहिँ कसले फलायो भन्दाखेरि अब एक किसिमको अतिशा श्री दिपङ्कर अतिशाले अब यसरी बौद्ध धर्म यसरी फैलाउनु भएको थियो। यसै गरी अब कदम्ब अब मित्र कल्याण गुरुहरूले जब झाङशर्वा गुरुले अनि उहाँलाई अब साथ सहयोग गरेर अनि उहाँले अनुवादक भएर अनि उहाँले अनुवाद गर्नुभयो विभिन्न अनि मध्यमको कुराहरू लेख्नु भएर उहाँले विज्ञानवादलाई अत्यन्त विरोध गर्नुभएको थियो, धेरै नै गर्नुभएको थियो। त्यस्तै कारणले गर्दाखेरि अनि चन्द्रकृतिद्वारा अनुवाद गरिएको यो मध्यमको कुराहरू अनुवाद भइसकेपछि अनि अत्यन्त मध्यमको कुराहरू फैलिएको थियो। त्यसले गर्दाखेरि विज्ञानवादले सबै एक किसिमको विरोध गर्यो। सबैले अब यो हाम्रो दर्शनै के हो त मध्यमको कुरा हो भने यसरी फैलिएको थियो। त्यो बेलामा अनि विज्ञानवादको दर्शन चाहिँ एक अत्यन्त तल्लो तहको यो हाम्रो गन्तव्यमा पुग्ने निष्कर्षमा पुग्ने यो सत्यता यो दर्शन होइन भने यसरी ठोट लागेको थियो। त्यही कारणले सबैलाई त्यो चासो पनि भएन, ध्यान पनि गएन। त्यसले गर्दाखेरि बौद्ध धर्म फैलेको होइन भने अब नफैलिएको कारण तेस्रो कारण थियो। अब चौथो कारण चाहिँ के हो त, नफैलिएको कारण के हो त भन्दाखेरि अब मैत्रीयाना धर्म चाहिँ अब प्रचार गर्नेको प्रचार भएको अब उहाँको कारणले गर्दाखेरि अब फैलियो। त्यही कारणले अब उहाँले गर्नु भएको हो यो विभिन्न मैत्रीय धर्महरू अनि यसको बाहेक अब उहाँले रचना गर्नुभएको एक किसिमको विभिन्न अब यो विज्ञानवादको दर्शन र सिद्धान्त चाहिँ त्यसको विषयबाट यो फैलेको होइन। त्यही कारणले गर्दाखेरि विज्ञानवादको विभिन्न अब स्रोत अब एक किसिमको मैत्रीयाना बुद्धको ग्रन्थ राखिएको छ। त्यो एक किसिमको मध्यमताको दर्शनलाई बाहेक यो विज्ञानवादको दर्शनमा भनेर यसरी निष्कर्ष दिएको छैन, त्यसलाई बताएको छैन। त्यही कारणले गर्दाखेरि अनि प्रासङ्गिक बाहेक अनि भोटमा प्रासङ्गिकको सिद्धान्त बाहेक अर्को विज्ञानवादलाई उसलाई अब एउटा मौका दिएको थिएन, तल्लो तहको दर्शन मानेर अनि यसरी अब बौद्ध धर्ममा विज्ञानवाद चाहिँ फैलेको छैन भने अब नफैलेको कारण अब चार प्रकारको मैले यसरी राखिदिएँ। किनकि भोटमा मध्यमिकाकोलाई नै एक किसिमको इज्जत र एक किसिमको मौका दिएकोले विज्ञानवादको कुराहरू अनि एउटा मौका नदिएको कारणले गर्दाखेरि अनि यो नफैलिएको मलाई लाग्छ। अब तेस्रो चाहिँ अब असङ्ग र आदिको अब परिवारको अब यो आदिले अब यो अनि उहाँको ग्रन्थहरू चाहिँ अब विज्ञानवाद हो कि होइन त, विज्ञान मात्रै हो कि होइन भन्ने त्यसमा अब विभिन्न कारण रहेको छ। एउटा चाहिँ के हो त भन्दाखेरि अब यसमा चार प्रकारको वर्गहरू छुट्याएको छ।
यसमा अब दुई प्रकारको कुरा हुन्छ एउटा आफ्नै अनुवादको एउटा आफ्नो भावको कुरा हुन्छ एउटा किनकि आफ्नो एउटा लेखकको अब लेखकको भाव बेग्लै हुन्छ भने पछि अब त्यो शास्त्रमा पुगिसकेपछि त्यो बेग्लै हुन्छ अब कुनै कुनै शास्त्रमा चाहिँ अब अरू सिद्धान्तको दर्शनसँग अब मिलाएर अब बताउने क्रम पनि हुन्छ हैन अब आफ्नो अब यो आर्य असाङ्गको ग्रन्थको कुराहरू चाहिँ अब अनि विज्ञानवादको कुरा हो कि होइन भने हामी त्यसमा पछि नगएर अब अनि विज्ञानवादको कुरा र मध्यमको कुरा अनि हामीले थाहा हुनु पर्यो याद हुनु पर्यो आर्य आसाङ्गले यो रचना गर्नुभएको ग्रन्थहरू चाहिँ अब यो विज्ञानवादको होइन भनेको लागि पनि विभिन्न कुराहरू अध्ययन गर्नु पर्यो हो भन्ने पनि हामी विभिन्न अध्ययन गर्नु पर्यो र अनि यसमा आँखा नहेरी कुनै विचार नगरी अन्धकर्म अन्ध धुन्धमा त्यत्तिकै तपाईँले यो आफ्नो वचनको प्रहार गर्नुभयो भने त्यो तपाईँ नै अन्यल पर्नुहुन्छ त्यो तपाईँको लागि धेरै नै हानिकारक तपाईँको लागि नै बेफाइदा हुनेछ त्यही कारणले गर्दाखेरि अनि यस्तो कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ अनि उहाँको इरादा जे भए तापनि आर्य आसाङको इरादा जे भए तापनि उहाँको भाव जे भए तापनि अनि उहाँको ग्रन्थ चाहिँ विशेष गरी विज्ञानवादको दर्शनसँग अत्यन्त मिल्ने धेरै कुराहरू आएको छ त्यो के हो त भने चार प्रकारको कुरा आएको छ एउटा के हो त भन्दाखेरि भारतमा अत्यन्त यस्तै नै व्याख्या गरिएको छ अर्थात् बोलिएको छ प्रसिद्ध भएको छ लेखिएको छ भनेको छ त्यसै गरी विभिन्न यो वसुबन्धुहरू त्यसै गरी अब यो वसुबन्धु गुरुहरू दिग्नागा गुरुहरू अनि विभिन्नले उहाँले अब आर्य असाङ्गको दर्शन चाहिँ अब अनि यो विज्ञानवादको दर्शनसँग अनि अत्यन्त मिलजुली छ भने विभिन्न अतुल्य गुरुहरूले बताउनु भएकोले यो अनि योसँग यो विज्ञानवादको दर्शन मिल्छ भन्ने यो अब हामीले अनुमान गर्न सक्छौँ अब यो दोस्रो चरणमा चीनमा पनि त्यस्तै गरी प्रख्यात छ किन त भन्दाखेरि अब संसम्म गुरुहरू अब भारतवर्षमा पाल्नुभयो त्यसै गरी अब धर्मपाला गुरुसँग भेटघाट गर्नुभयो त्यसै गरी अब उहाँहरूले बताउनु भएको कुराहरूलाई अब सेन्जाङ गुरुहरूले अब अध्ययन गर्दाखेरि अब अब आफ्नो धर्मपाला गुरु आदि चाहिँ अब उहाँको पुर्खा गुरु अब विभिन्न वसुबन्धु आर्य असाङ्ग नै यस्तो विज्ञानवादको दर्शन हुनुहुन्थ्यो भन्ने धर्मपाला गुरुले बताउनु भएको कारणले गर्दाखेरि यसरी अब यो चीनमा पनि विज्ञानवादको दर्शन मिलजुली हुन्छ भनी बताएको छ यो आर्य असाङ्गले गर्नुभएको रचनाहरू तेस्रो चरणमा चाहिँ अब यो भोटको राजाको यो कालमा पनि शताब्दीमा पनि अनि त्यो बेला पनि अब यो धर्म ग्रन्थको विभिन्न यो विषय सूचीहरू हैन मैत्रीय धर्म त्यसै गरी अब भूमि वर्गहरू आदिको अब आफ्नो विज्ञानको विषयमा अब छुट्याएको लेखिएको हुँदाखेरि अनि यो विज्ञानवादसँग तालमेल खान्छ अनि यो मिल्दछ भन्ने म बताउन चाहन्छु त्यस्तै गरी अब चार अङ्गमा पनि अब हाल अहिले चाहिँ के हो त भन्दाखेरि अब यो विभिन्न अनुसन्धान कर्मीहरूले अनबयान गुरुहरूले पनि के भन्नुहुन्छ भन्दाखेरि आर्य असाङ्ग र त्यसै गरी यो वसुबन्धुको ग्रन्थहरू चाहिँ अनि विज्ञानवादको अब विज्ञान मात्रैको एउटा ग्रन्थ हो एउटा शिर हो भने अब सबैले समर्थन गर्नुभएको छ त्यही कारणले गर्दाखेरि हामी त्यही कारणले गर्दाखेरि हामी विज्ञानवादको कुराहरू बुझ्नुको लागि विज्ञानको दर्शन बुझ्नु पर्यो नि विज्ञान मात्रको सिद्धान्त के हो त्यसको धर्मग्रन्थ के हो त्यसको पुस्तक के हो हैन त्यो हामीले स्वीकार गरेर मात्रै अनि हामीले विज्ञानवादको सिद्धान्तहरू अनि अध्ययन गर्नुपर्छ अभ्यास गर्नुपर्छ त्यो नभए मात्रै आफूलाई एक किसिमको
간 된데 쟤는 딱 코심자 바래 코심자 말에 코 우마 바래 진짜 우주 त्यही 겸네 कारणले अब हामीले जिद्दी गरेर हैन यो यो किसिमको उमापा अर्थात् मध्यमका हो यो विज्ञानवाद हो भने यसरी जिद्दी गरेर अनि विभिन्न टिप्पणी गरेर व्याख्या गरेर बताए तापनि अनि यदि आफूले त्यो कुरा बुझेन भने विज्ञानवादको कुराहरूलाई आफूले त्यसलाई कोट्याउनु खोजेन भने अन्तर्मुखी केलाउन खोजेन भने त्यो व्यर्थ नै हो त्यही कारणले पछि आउने विद्वानहरूले पनि तपाईहरूलाई अनेक किसिमको विद्वानको वर्गमा आँगनमा राख्ने छैन किनकि तपाईँले जे पाए त्यही बोल्यो भने त हुँदैन त्यही कारणले गर्दाखेरि अनि अनि हामीले स्वीकार गर्नुको लागि अब अनि कुनै अब विज्ञानवादको सिद्धान्त धर्म ग्रन्थ केही छैन भने अनि हामीले विज्ञानवादको सिद्धान्त नै हामीले भेटाउँदैन त्यो भेटेन भने अब हामीले किसिम के हो त किसिम ग्रन्थ भेट्दैन ग्रन्थ भेटेन भने त्यो कहाँदेखि उत्पन्न भयो त त्यसको इतिहास लोप भएर जान्छ अनि त्यो इतिहास खोज्नुको लागि अब बितिसकेको अब विभिन्न अब धर्म ग्रन्थहरू हामीले अनुसन्धान गर्नुपर्ने हुन्छ त्यसमा पनि अब हामीले विश्वास गरेर त्यो अनुसन्धान गरेर त्यसमा अब अनि त्यहाँ लेखिएको कुराहरूलाई हामीले अब टिप्पणी गरेन भने त्यो धेरै नै हामीहरूको लागि हानि नोक्सान र एक किसिमको विज्ञानवादको कुराहरू दर्शनहरू लोप भएर जाने हुन्छ त्यही कारणले गर्दा यस्तो कुराहरू चाहिँ हामीले अत्यन्त ध्यान दिनुपर्छ अब चार खण्डमा चाहिँ अब भोटमा चाहिँ अब विज्ञानको कुराहरूमा चाहिँ कसरी अब बताउने थियो त भन्ने विषयमा कस्तो थियो त भने यसको बारेमा बताउनु पर्दाखेरि अब तिब्बतीयनहरू चाहिँ एक किसिमको अब भोट टिबेटमा चाहिँ भोटमा चाहिँ अब विज्ञान मात्रैमा एक किसिमको अब त्यति चासो छैन त हैन त्यसमा अब उनीहरूले याद गर्नुभएको छैन त हैन अब त्यसको लागि अब एक किसिमको एउटा बानी परेको छैन त भन्दाखेरि त्यसको लागि अब शङ्ख र सन्धिहरू उठ्छ त्यही प्रश्न हामीले सोध्यो भने ओ भोटमा त छ भन्ने हामीले विभिन्न यसमा बाणीहरू हामी यसमा अरूले भन्छौँ त्यही कारणले गर्दाखेरि अवश्य छ हैन चारवटा सिद्धान्त बाहेक अर्को त सिद्धान्त छँदै छैन त्यही कारणले गर्दाखेरि विज्ञानवादको यो अब सिद्धान्त तेस्रो नम्बरमा आउँछ यो टिबेटमा भोटमा फैलेकै छ भनेर यसरी हामीले भन्दछौँ हैन विभिन्न बौद्ध ग्रन्थहरूमा बौद्ध गुरुहरूले लेख्नु भएको पूर्वकालीनमा अतुलनीय शास्त्रहरूको हामीले आगमलाई वाणीलाई हामीले बताउँछौँ अब चार प्रकारको सिद्धान्त बाहेक 5 प्रकारको सिद्धान्त छैन यो बुद्धको अनुभवसँग मिल्दैन भने हामीले यसरी भन्दछौँ त्यही कारणले हामीले बौद्ध धर्म कसरी फैलिएको छ सिद्धान्त कतिवटा सिद्धान्त छ चारवटा भन्छौँ वैवस्यिक स्वतन्त्रका विज्ञानवाद मध्यमका भन्ने यसरी 4 प्रकारको सिद्धान्तहरू छौँ भन्छौँ हामीले भोटमा र अब हामीले पनि भन्दाखेरि अब बुद्धकालीनदेखि नै अब भोटमा चाहिँ एक किसिमको हालसम्म नै अब यो विज्ञानवादको कुराहरू चाहिँ अब सिद्धान्तको कुराहरू चाहिँ छुटेको छैन अटुट रूपमा आएको छ भन्ने पनि मिल्छ यसमा केही अब कमी कमजोरी जस्तो मलाई लाग्दैन त्यही कारणले गर्दाखेरि एकदम भित्रभित्र गुदीहरू अब सूक्ष्म कुराहरू लेख्न नसके भने स्थूल कुराहरू जुन आफूले सामान्य कुराहरू त अवश्य लेखिएको छ त्यही कारणले यो नितार्थको टीकाहरू कुरा गर्ने बेलामा यसको अब यसमा अनि विज्ञानवादसँग यो विज्ञान मात्रैको अब कुराहरू त्यस्तै गरी अब प्रमाणवर्तीका लगायत विभिन्न त्यस्तै गरी अब अनि मध्यमका कुरा माध्यमिक प्रवेशभित्रहरू भयो त्यस्तै गरी अब विभिन्न तल्लो र माथिल्लो तहको अभिधर्म कोशभित्र पनि विज्ञानको कुराहरू विज्ञान मात्र कुरा पनि रहेको छ त्यही कारणले यो विनय बाहेकको अरू सबै विनय पिटकहरू अर्को पिटकहरूमा बौद्ध शास्त्रमा बौद्ध ग्रन्थहरूमा विज्ञान मात्रको विज्ञानवादको कुराहरू आएको हुँदाखेरि अनि अत्यन्तै फैलिएको छ र छ भनौँ हामीले सकिन्छ
यदि विज्ञानवादको कुरा बोर्डमा पहिला थिँदै थिएन भने विभिन्न ग्रन्थहरुमा त नलेख्थ्यो नि त, लेखिएको नहुन्थ्यो, तर पनि कोरिएको छ। यसले के जनाउँछ भन्दाखेरि बोर्डमा पक्कै नै थियो भने यो उल्लेख गर्दछ। हामीले यसरी बुझ्नु पनि सकिन्छ। र यसको लागि के उदाहरण राख्नु पर्दाखेरि अब बोर्डमा चाहिँ अब विज्ञानवाद हैन, विज्ञान योगचार भन्दा भने किसिमको विज्ञानवाद, विज्ञान मात्र भन्ने अत्यन्तै यो प्रख्यात थियो। सबैले अब यो मन पराउँथ्यो, सबैले यही नै अब शब्द प्रयोग गर्नु, उच्चारण गर्नुहुन्थ्यो भन्ने मलाई लाग्छ। यो प्राचीन र बौद्ध भनौँ न, बौद्ध धर्म पहिलो चरणमा, दोस्रो चरणमा फैलिने क्रममा चाहिँ अब एउटा प्राचीन एउटा नवीनमा यस्तो फैलिने क्रममा चाहिँ अब यो भोटमा चाहिँ अब यो बौद्ध धर्म, यो विज्ञानवादको फैलाउने अब रथीवाला प्रवर्तक को हो त हैन, को हो त भन्दाखेरि अब अनि यसरी अब कुरा गर्नु पर्दाखेरि एक किसिमको अब पहिला गुरु चाहिँ अब यो जोनङ तरनाथ गुरुहरूले चाहिँ अब अनि भोट भारतमा अब यसरी विज्ञानवादहरु कुरा फैलियो भने यो जो तरनाथ गुरुले यसरी लेख्नु भएको त बताउनु भएको छ। त्यस्तै गरी यो ताक्साङ लोसाले के बताउनु भएको छ भन्दाखेरि अनि झम्बा गुम्बो अर्थात् मैत्रीयाना हो भने यसरी बताउनु भएको छ। अनि प्राय सामान्य गुरुहरू चाहिँ अब अनि कसैले चाहिँ अब आर्य आशंका हो पनि भनेको छ भने कुनै विद्वानहरू चाहिँ अब यो वसुबन्धु मात्रै हो भने यसरी। अनि विज्ञानवादको प्रवर्तक अथवा रथी प्रवर्तक अर्थात् पहिलो चरणमा फैलाउने अब प्रवर्तक चाहिँ अब आर्य आशंका अनि वसुबन्धु हो भने सबैले समर्थन गरेको छ। यसलाई 30 मिनेटको लागि अब विश्राम राख्न चाहन्छौँ। यो विज्ञानवादको विषयमा चाहिँ अब तिब्बतीयन भोट गुरुहरूले कसरी बताएको थियो त, कसरी बताउनुहुन्छ भने यसको विषयमा बताएँ। अनि यसको अब नि भोट विद्वानहरूको अब रायहरू छ बताउने क्रम यसको अब नै भाव रहेको छ। यसलाई अब विज्ञानवादमा अब सिद्धान्तमा दुई प्रकारको विज्ञानवाद रहेको छ। एउटा सत्यता विज्ञानवाद, एउटा एक किसिमको अब असत्य विज्ञानवाद, अर्थात् विज्ञानलाई सत्यता र अनि असत्य अनि स्वीकार गर्ने दुई प्रकारको विज्ञानवादमा मत रहेको छ। अब कुनैले अब सबै यो देखाइहरू सबै अब स्वभावै सत्यता छ भने कुनै चाहिँ अब आफ्नो विज्ञानवाद बाहेक अरू सबै अब यो नाम मात्र राखिएको सत्यता छैन भने पनि छ। त्यसै गरी अब यो बुद्ध ज्ञानले गुरुहरूले चाहिँ अब यो व्यवहारको सबै यो देखाइहरू व्यवहारहरू सबै के हो त विद्यमान छ कि छैन भनेर राख्ने गर्छ। त्यसै गरी अब थौकन सिद्धान्त अनुसार अब मनको स्वभाव त गन्धले लागेको छैन भन्ने कुरा पनि छ। त्यसै गरी अब कसैले अब फर्मुलाले लागेको छ बिजेको छ भने पनि अब यो चाहिँ को हो त एक किसिमको विज्ञानवाद अनि असत्य विज्ञान चाहिँ सत्यता हुँदैन भने विज्ञानवादले बताउनुहुन्छ। त्यसै गरी विभिन्न विज्ञानवादमा अब सत्य र असत्य अब वादी रहेको छ।
त्यस्तै गरी अब यसको विज्ञान अब नामहरू चाहिँ अब व्यापारहरू चाहिँ आर्य असङ्ग र अनि त्यस्तै गरी यो वसुबन्धु आदि लगायतका विभिन्न यो विज्ञान मात्रैको यो आचार्य गुरुहरूले पूर्व गुरुहरूले अनि ग्रन्थमा कुनै कुना नभएको अनि पहिल्यै नभएको कुराहरू अनि यो भारतवर्षमा नभएको कुराहरू उहाँले बताउनु भएको होइन। त्यो चाहिँ एक किसिम के हो त भारतवर्षमा भएको अनि कमलवासीला गुरुहरू त्यसै गरी अब स्थविर बोधि भद्र आदिहरूले पनि यो बताउनु भएको छ। विभिन्न यो गुरुहरूको नाम लिएर होइन अनि यो विज्ञानवादको कुराहरू छ भने यसरी लेखिएको छ। यो हावा तालमा त्यति लेखेको होइन। यो कुनै अब गुरुहरूले बताउनु भएको छैन भने अनि भनेको भरमा एक किसिमको छैन भने मिल्दैन होइन। प्रत्यक्ष रूपमा यो विज्ञानवादको अब असत्य विज्ञानवादी अर्थात् यो विज्ञानवादमा अब असत्य विज्ञानवादी यो प्रत्यक्ष रूपमा नभए तापनि छैन भन्नु मिल्दैन, यो रहेको छ। किनकि विभिन्न यो पूर्व गुरुहरूले यसको विषयमा अब खुलासा गर्नुभएको छ। अब यो इसिदोर्जेले रचना गर्नुभएको अब एउटा सिद्धान्तभित्र देखिएको पनि छ यो विज्ञान चाहिँ सत्य पनि हुन्छ असत्य पनि हुन्छ। जुन देखिरहने कुराहरू सबै यो व्यावहारिक कुराहरू सबै यो सत्यता होइन, विज्ञान पनि सत्यता होइन भने पनि बताएको छ। त्यसै कारणले यो यसको विषयमा पनि हामीले अब अनुसन्धान गर्नु अत्यन्तै जरुरी छ। यो चाहिँ अब ज्याछेकबै यो सिद्धान्त महासिद्धान्तमा के लेखेको छ भन्दाखेरि यो दिगनाग त्यसै गरी धर्मकृति होइन धर्मपाला त्यसै गरी अब प्रज्ञापारमिता अब गुप्ता त्यसै गरी अब ज्ञान मित्र होइन आदिहरूले चाहिँ अब के हो त यो यिनीहरूले चाहिँ के हो त भन्दाखेरि विज्ञानको समूह यो 6 प्रकारको यो स्वीकार गर्नुहुन्छ भने यो विज्ञानवाद असत्यवादीले चाहिँ अब अनि आचार्य असङ्ग वसुबन्धु शान्तिप आदि यिनीहरू चाहिँ अब उनीहरू चाहिँ विज्ञानवादको एउटा समूह चाहिँ 8 प्रकारको अनि छ भने यसरी बताउनुहुन्छ। अब यो असङ्गले किसिमको अब यो असत्यवादी र सत्यवादी विज्ञानको विषय नबताए तापनि एक किसिमको अब यो असत्यवादी विज्ञान चाहिँ असत्य हो भने यसरी अनि योसँग चाहिँ अत्यन्त तालमेल मिल्दो छ, अनुकूलता हुनेछ भने यसरी बताउनु भएको छ। यसको टीका गर्ने क्रममा व्याख्या गर्ने क्रममा विद्वानहरूले यसरी रचना गर्नुहुन्छ। कुनै चाहिँ अब यसको अब भारतवर्षमा यसरी छैन, यो पछि विद्वानहरूले लेखिएको हो भन्ने कुरा पनि छ। त्यही कारणले गर्दाखेरि यो यस्तो जुन यो भारतवर्षमा नि यो नमधेम्बा नमजुम्ब अर्थात् विज्ञान चाहिँ सत्य त असत्य भन्ने चाहिँ यो नभइकन त्यतिकै लेखेको होइन, यो मलाई जस्तो लाग्छ। यो तक्सन लोसवाद्वारा यो अनि कुशीभित्र अनि यो विज्ञानवाद र यो मध्यमको अनि सिद्धान्तहरू अनि एकीकरण गरेर बताउने क्रममा अनि यसरी अनि सत्यता विज्ञान र असत्य विज्ञान अनि वादी अनि यसरी विभिन्न आफ्नो नै राय मतहरू राखिएको छ भनी यसरी बताएको छ। यो बोर्डमा पनि यसको विषयमा खुलासा र स्पष्ट नभएको हुनाले धेरै नै अब चर्काचर्कीहरू विरोधहरू होइन अनि यसको खण्ड र भागहरू वर्गहरू स्पष्ट नभएको कारणले गर्दाखेरि धेरै नै अन्यलमा छ। अनि विज्ञानवादको कुरामा पनि अब सिद्धान्तमा पनि अब त्यति स्पष्ट छैन, इतिहास पल्टाउनु खोज्दै हराएर जाने हुन्छ।
हैन अनि त्यही कारणले गर्दाखेरि यसमा अब यो विस्तारमा चाहिँ म पछि बताउने छु अनि यो विज्ञान यो अब चीन भाषामा चीनमा कसरी प्रचार भएको त्यसको विषयमा बताउनु पर्दाखेरि यो भोटमा चाहिँ सत्य विज्ञानवाद र असत्य विज्ञानवाद अब त्यति अब प्रष्ट स्पष्ट नभएको हुनाले अब चीनमा चाहिँ यसको स्पष्ट खुलाएको हुनाले अब यसको विषयमा म के अब संक्षिप्तमा केही कुराहरू राख्न चाहन्छु यो चीनको अब परम्परा अनुसार यो यसको रूप अर्थ सत्यता हो कुन असत्य हो भने अब यसको बताउने दुई प्रकार रहेको छ यो विज्ञान भन्ने चाहिँ यो आलय कारणले गर्दाखेरि अब आएको हुँदाखेरि यो अब यसलाई विज्ञानमा पनि बाहिर विषयको रूपमा र विज्ञानको रूपमा दुई प्रकारको छुट्याएको छ अब बाहिरी सबै अब यो के हो त भन्दाखेरि अब नाम मात्रै राखिएको हो यो सत्य त छैन भनिएको छ हैन अनि बाहिर अब रूपहरू वस्तुहरू के देखिएको भने यो सत्य त छैन एउटा देखाइ मात्रै हो भने पनि बताएको छ यो सबै एउटा भ्रमित मात्रै हो र यो सबै यो भ्रमित आभास मात्रै हो भने त्यो कारणले गर्दाखेरि त्यसलाई चाहिँ परिकल्पित मात्रै हो परिकल्पना मात्रै हो त भनेको छ अनि यो जे जस्तो आफूले देखे तापनि विभिन्न अब यो विभिन्न अब विज्ञानहरू चाहिँ अब परिकल्पित हो होइन त्यस्तै गरी अब यो विभिन्न देखिने बाहिर वस्तुहरू चाहिँ यो चाहिँ के हो त भन्दाखेरि एक किसिमको अब यो दुई प्रकारको यसमा अब अनि कुराहरू आएको छ अब यो विज्ञान सत्यता हुने र अब असत्य हुने दुई प्रकारको कुराहरू आएको छ यसमा विषयको विषयमा कुरा गर्ने हो भने यो अब विषय चाहिँ अब बाहिरी कुरा भएकोले यो असत्य हो यो सत्य त छैन यो नामकरण मात्रै गरिएको यो भ्रम हो भनिन्छ त्यो बाहिर देखिने जुन चित्त चाहिँ विज्ञान चाहिँ यो चाहिँ सत्यता हो भने यसरी बताएको छ त्यही कारणले मन भित्री बाहेक अरू बाहिर केही पनि छैन भित्री मनबाट देखिएको र जुन देखिने बाहिर कुरा चाहिँ सत्यता होइन यो मनले नै राखिएको हो भने यसरी बताएको छ कसैले अब भनिन्छ कि यो अब विज्ञानवाद भयो भने उनीहरूको अब विज्ञान चाहिँ सत्यता हुनुपर्छ भन्ने कुराहरू पनि रहेको छ यो विज्ञानवाद भयो भने यो सबै चित्तहरू चाहिँ यो सत्यता हुनुपर्दछ सत्यता अनि भने अब उनीहरूको मत रहेको छ त्यो अब हामीले अब हामीले त्यसलाई अब बताउनु सक्दैन किनकि अब यो विज्ञानमा पनि अब यो असत्यवादी विज्ञानवादले अब विज्ञान पनि असत्य हो यो अब सत्यता हुन सकिँदैन भनेर बताउनु भएको छ त्यही कारणले गर्दाखेरि यो परिकल्पित हैन यो सबै अब भ्रमितको रूपमा मात्रै देखिएको यो सत्यता छैन भने यसरी पनि अब बताउने गर्दछ अब परिकल्पित भने कल्पना मात्रै गरिएको हो जुन कल्पना गरेको छैन भनेकोलाई बुझिन्छ त्यही कारणले जुन बाहिर जड वस्तु देख्ने विज्ञानहरू चित्तहरू सबै अब यो के हो त स्थूल चित्तहरू हो भित्री मनको मर्मलाई मात्रै अब बुझ्ने अब त्यस्तो कुरा चाहिँ अब हामीले सूक्ष्म विद्या भनिन्छ
अब यो भोट लिपिमा भन्दा पनि अब चीन लिपिमा चाहिँ चीनमा चाहिँ यो विज्ञानवादमा विज्ञान चाहिँ जुन अब सत्यता हो असत्य हो भन्ने चाहिँ यसको विषयमा स्पष्ट खुलासा भएको चाहिँ चीनको हामीले ग्रन्थमा देख्न सक्छौँ। त्यही कारणले अब यसलाई एकीकरण गर्दाखेरि अब यो चीनमा भएको भोटको भएको कुराहरूलाई चाहिँ हामीले एकीकरण गरेर अनि यो विज्ञानमा असत्यता र अनि सत्यतालाई अब बुझ्नको लागि सहायता मिल्छ भने अब मलाई आशा लाग्छ र त्यस आशा गर्दछु। अब यसलाई अब भेद अब खण्ड अब यो विज्ञानमा दुई प्रकारको छ, एउटा आगमको पछि लाग्ने, अर्को चाहिँ विद्याको पछि लाग्ने अर्थात् परीक्षणको पछि लागेर अब रहेको छ। यो चाहिँ अब यो अनि यो चाहिँ अब भोटमा यसो धेरै नै भनाइ छ र यसको प्रभाव चाहिँ चीनमा परेको भन्दाखेरि चीनमा पनि एक किसिमको अब यो आगमको पछि लाग्ने होइन, अर्को चाहिँ अब विज्ञानको पछि लाग्ने विद्याको पछि लाग्ने दुई पछि अनुसरण गरेर अब सिद्धान्त खुलासा गर्ने दुई प्रकारको विज्ञानवाद रहेको छ भने अब प्रख्यात छ। जे भए तापनि अब जे भए तापनि अब यो आर्य असाङ्ग आदिको यो पाँच प्रकारको भूमिमा पछि अनि अनुसरण गर्ने चाहिँ अब यो आगमको पछि अनुसरण गर्ने हो भने दिगनाग धर्मकृति आदिको यो सात प्रकारको यो प्रमाणको पछि अब अनुसरण गरेर त्यसको पछि गएर अब सिद्धान्तलाई स्वीकार गर्ने चाहिँ अब परीक्षणको अनुसरण हो अर्थात् विज्ञानको परिसरण गर्ने हो भन्ने हामीले बुझ्न सकिन्छ। त्यस्तै गरी अब यो चाङ्ग्या रोल्पी आदिहरू त्यसै गरी अब गिलोपा गुरुहरू आदि पनि अब यो चाहिँ के हो त भन्दाखेरि विज्ञान र आगम आदिको अनि पछि लाग्ने दुवैको हो छ र यसमा पनि अब विज्ञान चाहिँ सत्यता असत्यता हो विभिन्न कुराहरू रहेको छ। अनि तर यही नै हो भने हामीले बताउन सकिँदैन। तर यो अनि यो एउटा ग्रन्थमा हेऱ्यो अब हामीले कुरा राख्यो भने पनि अब त्यसमा चाहिँ आफ्नै अब मतहरू आफ्नै परम्पराहरू राखिएको हुँदाखेरि त्यसमा अब व्याख्या गर्ने क्रममा आफ्नै धेरै रहेको छ। त्यही कारणले गर्दाखेरि अनि यसरी यो कुराहरू पनि हामीले बुझ्नुपर्छ। यो त्यस्तै गरी यो विज्ञानवादको अनुसरण गर्ने अब विभिन्न अब यो दिगनागहरू आर्य असाङ्ग लगायतका विभिन्न यो वसुबन्धु उनीहरूले अब आलय स्वीकार नगर्ने होइन उहाँहरूले पनि अब आलय अर्थात् कुन्सी आलयको विषयमा पनि अब उहाँहरूले पनि अब छ प्रकारको अब यो अनि छ प्रकारको यो विज्ञानहरू स्वीकार गर्ने छ। त्यो बाहेकको अब अर्को गर्दैन भने पनि अलिकता भन्नु गाह्रै छ। त्यति अब यो तय गर्नु सकिँदैन किनकि उहाँहरूले पनि अब कुन्सीको विषयमा अर्थात् आलयको विषयमा बताएको हुन्छ। किन भन्दाखेरि यो प्रमाणवर्तीका भित्र पनि यो अनि आलयको कुराहरू छेप्ती पाउँछौँ अनि होइन विभिन्न अब विज्ञानको कुराहरू अब छ प्रकारको विज्ञानहरू बताए पनि यसको कारण यसको विभिन्न कर्मको कुराहरू अब सबै अब भण्डारण गर्ने एउटा आलयको विषय हुनुपर्छ भने त्यस्तो कुराहरू पनि आलयमा जोडेको हुँदाखेरि अनि यसको कुराहरू लेखिएको छ। त्यही कारणले गर्दाखेरि उहाँहरूको अनुसरण अब उहाँहरूको चेलाहरूमा पनि अब यो के हो त भन्दाखेरि सात प्रकारको प्रमाणभित्र पनि अब यो आलयलाई स्वीकार गर्ने र नगर्ने समर्थन गर्ने नगर्ने अनेकन रहेको छ। त्यस्तै गरी यो चाङ्ग्या रोल्पेदर्जी गुरुहरूले अब गेलुक्पा गुरुहरू आदिहरूले चाहिँ के भन्नुहुन्छ त्यसको विषयमा भन्दाखेरि
장게 레벨도 지라 서베 게네베 캐바 남게 리버더 롱기 제랑게 센스만 니가려야 남 딘준기 चिरिबयो अब आरेस यो भनौँ न रेउ गितेम्बा विभिन्न लगायत गुरुहरूले चाहिँ अब के भन्छ भन्दाखेरि अब यो 7 प्रकारको यो प्रमाणको पछि अनुसरण गरेर पनि अब त्यसमा भित्रमा विज्ञानवादमा चाहिँ विज्ञान सत्यता र असत्य कुराहरूको अनि विभिन्न थरी छ भन्ने बताउनु भएको छ त्यही कारणले गर्दा यो अनि त्यति स्पष्ट छैन भने अब यो चाङ्गी रोल्पेदर्जी गुरुहरूले यो विज्ञान चाहिँ सत्य त असत्य हो भने यसरी अब त्यति स्पष्ट नभएको कारणले गर्दाखेरि अब आफ्नो राय मत रहेको छ यो विद्वानहरूमा पनि यो त्यही कारणले गर्दाखेरि यो विज्ञानवादको भित्र अब प्रतिपादा भिर्ता पनि अब यो रूप अथवा विज्ञान एउटा ज्ञान भनौँ न एक किसिमको होइन रूप चाहिँ अब सत्यता हो यो असत्य हो भन्ने अब त्यसको विषयमा अब यो विज्ञानवादको पुर्खा गुरुहरूले यसरी बताउनु हुन्छ र यो थियो भने पनि स्पष्ट गराउनु गाह्रै छ तर यो चीनको बौद्ध शास्त्रमा चाहिँ अब अनि यो तपाईलाई दर्शन गर्नु त्यसले पल्टाएर हेर्नु भने पनि हेर्नु भयो भने विज्ञानको विषयमा असत्य विज्ञानवाद र सत्य विज्ञानवादमा तपाईले स्पष्ट तपाईले बुझ्नुहुन्छ होला भन्ने आशा गर्दछु अब सामान्यमा अब भोटमा चाहिँ अब विशेष गरी अब समग्रमा भन्नु पर्दाखेरि अब अनि के सामान्यमा के छ त भन्दाखेरि अब मैत्रीय धर्मको अब मुख्य अब ग्रन्थ चाहिँ विज्ञानवादको मुख्य मूल स्रोत हो भन्ने अब यस्तो भन्ने अब कुराहरू सामान्यमा रहेको छ समग्रमा यही नै भनिएको छ त्यही कारणले गर्दाखेरि त्यो भने त भने यसमा चाहिँ के हो त भन्दाखेरि अब आफ्नो मतहरू आफ्नो टीकाहरू अब व्याख्या गर्ने क्रममा त्यसमा अब भिन्नता भएको नमिलेको कुरा धेरै छन् त्यसै गरी अब के छ भन्दाखेरि सूत्र अलङ्कारहरू त्यसै गरी माध्यमिक अब विभङ्गहरू यो चाहिँ के हो त विज्ञानवाद हो भन्ने छ त्यसै गरी अब अनुत्तर तन्त्रहरू अभिसमय अलङ्कार त्यसै गरी अब दुई प्रकारको अलङ्कार यो चाहिँ मध्यमका हो भन्ने पनि छ त्यसै गरी अब यो धर्म त विभङ्गहरू यो अनि विज्ञानवाद हो भन्ने पनि छ त्यसै गरी अब यो मध्यमिका हो भने पनि दुई प्रकारको पक्षमा रहेको छ त्यही कारणले यो मैत्रीयको 5 प्रकारको धर्महरू अनि मध्यमकाको एक किसिमको दर्शन हो यो सिद्धान्त हो भन्ने चाहिँ को हो त एक किसिमको त यो दोल्बोवा अनि शाक्य छोदे आदिहरू उहाँहरू गुरुहरू हो त्यही कारणले यो पाँचै यो मैत्रीयको 5 धर्म चाहिँ यो विज्ञानवादको दर्शनै हो भने स्वीकार गर्ने चाहिँ यो किसिमको रेन्दावा गुरु त्यसै गरी अब कुमारमती आदिहरू गुरु रहेका छन् जे गए तापनि अब यो मैत्रीय 5 प्रकार मैत्रीय धर्म चाहिँ विज्ञानवादमा अनि विज्ञानवादको दर्शन हो भने अब स्वीकार गर्ने थोरै नै रहेको छ अल्प नै रहेको छ चोङ्कपा गुरु त्यसै गरी अब यो त्यसै गरी उहाँको दुई प्रकारको मुख्य चेलाहरू त्यसै गरी अब उहाँ चाहिँ अब उहाँहरूले के भन्नुहुन्छ भन्दाखेरि यो सूत्र अलङ्कार चाहिँ अब विज्ञानवादको दर्शन हो भन्छ भने त्यसै गरी अब अनुत्तर तन्त्र त्यसै गरी अब अभिसमय अलङ्कार त्यसो दुई प्रकारको यो अलङ्कार चाहिँ अलङ्कार शास्त्र चाहिँ यो मध्यमकाको दर्शन हो भने पनि छ त्यसै गरी अब अभिसमय अलङ्कारले भित्रमा पनि अब धेरै जसो प्रयास अब के हो त शास्त्रसँग मिले तापनि अन्तिमको यो मुख्य निष्कर्ष र प्रभाव के हो त भन्दाखेरि के छ प्रासङ्गिकसँग एकदम मिलुजुली हुन्छ भने यसो बताएको छ जे भयो भने यो तन्त्र चाहिँ हो त्यसै गरी अब यो मध्यमको अब यो प्रासङ्गिक शास्त्र हो र योसँग मिलेको छ भने बताएको हुँदाखेरि प्रयासले यो मध्यमकासँग उहाँले बताउनुहुन्छ
अब यो प्रायः जस्तो यो विज्ञानवादको कुरा हुँदै होइन भने मुख्य यो मध्यमको कुरा हो, दर्शन हो भने बताउनुको मुख्य कुरा के हो त भन्दाखेरि यो मैत्रीयको 5 धर्मभित्र चाहिँ विज्ञान चाहिँ सत्यता हो भन्दा लेखिएको छैन। त्यही कारणले गर्दाखेरि यो मध्यम विज्ञानवादको होइन भने यसरी पनि प्रायः जस्तो विद्वानहरूले भन्ने गर्नुहुन्छ। अनि यो अब यो लोदेन गुरु भयो, त्यसै गरी अब यो त्यसै गरी विभिन्न गुरुहरू चाहिँ यो त्रिमसीका भित्र चाहिँ अनि यो विज्ञान चाहिँ सत्यता हो भने लेखिएको हुँदाखेरि सत्यता विद्यमान छ भने लेखिएको हुँदाखेरि यो चाहिँ अब विज्ञानवादको नै मुख्य हो। अब गुरुहरूले यसरी बताउनु उहाँले पूर्व ग्रन्थहरू अध्ययन गर्नुभएको, त्यसले गर्दाखेरि त्यो वचनलाई हेरेर अनि यो विज्ञानवादको कुराहरू हो, यो 5 प्रकारको मैत्रीय धर्म पनि विज्ञानवादको स्रोतहरू हो भन्ने बुझ्न सकिन्छ। अब यसमा 2 प्रकारको कुराहरू छ। अब एउटा ध्यानको समयमा कालीनमा, अर्को चाहिँ एक किसिमको अब वास्तविकमा चाहिँ अब विज्ञान चाहिँ सत्यता हो भने 2 प्रकारको परम्पराहरू आएको छ। अनि अब यो ध्यानको विषयमा र ध्यानदेखि उक्लिएको पछि अब भएको समयमा अब के हो त भन्दाखेरि अब के हो त भन्दाखेरि ध्यानको समयमा चाहिँ सबै दृश्यमानहरू, सबै संसारहरू एक किसिमको जे विज्ञान भयो भने सत्यता छैन भन्ने किसिमको बताउँछ भने अब त्यो ध्यानदेखि उक्लिने क्रममा पछि गएर चाहिँ यो सबै देखिनेहरू चाहिँ अब सत्यता नभए तापनि त्यो देखिने कुरा विज्ञान चाहिँ सत्यता छ भने यसरी अब त्यो चाहिँ अब बताउनु भएको हुँदाखेरि यसरी अब विभिन्न अब सत्य र असत्यताको अनि यसरी छुट्याएको पनि छ। एउटा ध्यानकालीनमा, एउटा ध्यानदेखि उक्लिएर पछिको क्रममा यसरी बताएको छ। अब यो परतन्त्र अझै अब यो सत्यता छ कि छैन भन्ने अब यो समर्थन गर्ने नगर्ने 2 प्रकारको रहेको छ। अब चाहिँ यो 5 प्रकारको चाहिँ अलिकति मैले गल्ती भएपछि फेरि म बताउन चाहन्छु। यो मैत्री धर्म कसरी फैलिएको थियो यसको विषयमा यो चाहिँ यसको अक्षर अलिकति त्रुटिहरू आएको रहेछ। अब भोटमा बौद्ध धर्म फैल्यो, अब विज्ञानवादको धर्म फैलिएन। अब त्यो भएको कारणले गर्दाखेरि भोटमा चाहिँ अब विज्ञानवादको कुरा स्वतन्त्र रूपमा फैलिएको चाहिँ थिएन, सिद्धान्त चाहिँ थिएन भन्नु अब त्यस्तो अनि लाग्छ मलाई। यो पहिलो प्राचीन बौद्ध धर्म फैलिने क्रममा चाहिँ अब यो मैत्रीयको 5 धर्म चाहिँ अब भोट भाषामा अनुवाद गरेको थिएन। यो 5 मैत्रीय धर्म भनेपछि हो प्राचीन बौद्ध धर्म फैलिएको बेलामा नामकरण गरेको थिएन। र दोस्रो क्रममा चाहिँ अब दोस्रो क्रममा यो 5 मैत्रीय धर्म भनेपछि अब दोस्रो चरण बौद्ध धर्म फैलिने क्रममा चाहिँ रूपान्तरण गरेको थियो। यो मैत्रीय 5 धर्म के केलाई बुझ्नुपर्छ त भन्दाखेरि अब यसलाई अभिसमय अलङ्कार, त्यसै गरी अब 2 प्रकारको अलङ्कार, अनुत्तर तन्त्र हैन, त्यसै गरी अब अनि विभङ्कर धर्म त विभङ्करले बुझ्नु पर्दछ। त्यसै गरी अनि मध्यमको अत्यन्त मध्यमकालाई बुझ्नु पर्दछ, मध्यान्त विभङ्गलाई। यो 5 प्रकारको अब यो बौद्ध शास्त्र चाहिँ अब एउटै क्रममा आइरहेको हुँदाखेरि यसको अब
देखाउनु खोजेको कारण एउटै नै हो एउटै सिलसिलादेखि आएको हो भने अनि बताउनु छ बताएको छ भने बताउनुहुन्छ भने अनि यसमा चाहिँ विशेष 5 अब विभिन्न परिणामको विषयमा लेखिएको छ भनि नि बताएको छ त्यही कारणले गर्दा कसैले चाहिँ एकीकरण एउटै होइन यदि अनि अभिषयमा अलङ्कारभित्र उल्लेख गरिएको कुराहरू फेरि अब त्यो अनुत्तर तन्त्रभित्र फेरि अब यो उल्लेख गर्ने यो अब डबल दोस्रो भएर जान्छ अब त्यही कारणले गर्दाखेरि त्यस्तो मिल्दैन भने अब यो रेउ केतम गुरुहरूले यसमा अब विरोध पनि गर्नुभएको छ यसरी अब आफ्नो मतहरू राख्नु भएको छ त्यही कारणले गर्दाखेरि यो पहिलो बौद्ध धर्म फैलिने चरणमा चाहिँ यो त्यति स्पष्ट छैन यो मैत्रीय 5 धर्मको विषयमा अब त्यो अनुसन्धान गर्ने क्रममा चाहिँ के भनेको छ भन्दाखेरि यो अनुत्तर तन्त्र त्यसै गरी अब यो धर्म त विभङ्गहरू चाहिँ अब भोटमा मात्र नभएर भारतमा पनि अत्यन्त यसको गाह्रो छ एक किसिमको भेट्नु गाह्रो छ यसको अनुवादहरू भेटिएको छैन भने यसरी लेखेको थियो अरे अनि पछि त्यसले अब मैत्रीयको 5 धर्म पनि छ त्यो के हो त अब त्यति अब स्पष्ट छैन त्यो के होला भने पछि अब खोज्ने क्रममा चाहिँ अब एकदम अब सबैले चासो लाग्यो त्यसको अब बुझ्नुको इच्छा लागिसकेपछि त्यो खोज्ने क्रममा चाहिँ पछि अनुत्तर तन्त्र र यो धर्म त विभङ्ग चाहिँ पछि पाएको र त्यसलाई अब अनि सबैले अब त्यसमा अब चासो पनि गरेको थियो पछि गएर अब प्रश्न उठ्छ कि त्यसो भए अब भारतमा यो अनुत्तर तन्त्र र धर्मता विभङ्ग अनि यसको एउटा नमुना भारतवर्षमा थिएन त भनी प्रश्न गर्यो भने त्यसको विषयमा भन्न पनि गाह्रो छ त्यो कसैले अब यो धर्म अब धर्म त विभङ्ग चाहिँ अब भारतवर्षमा फैलिएको थिएन भने पनि अब फैलिएको छैन भने अब प्रयासले अब यो प्रख्यातै छ होइन तर पनि यो अनुत्तर तन्त्र चाहिँ चीनमा अनुवाद भइसकेको हुँदाखेरि यो अनि त्यसको अनुमान नमुनाहरू यसको आधारहरू छैन भन्नु अलिकता गाह्रो नै छ अब यसको लेखक र यसको रचकमा चाहिँ अब यो होइन भने अब त्यसमा दाबी गर्न नसकेकोले अन्यलमा छ भने तर त्यो ग्रन्थको एउटा अविच्छिन्न क्रम चाहिँ पहिल्यैदेखि अहिलेसम्म आएको छ भने त्यो चाहिँ हामीले बताउन सक्छ यो तक्सा लोसावरा अनि एउटा पण्डितले यसरी अनि यो धर्म त विभङ्ग यसरी रचना गर्नुभएको थियो अथवा अनुवाद गर्नुभएको थियो अब मोक लोधे शेरपले चाहिँ यो जुलामा अर्थात् अनुत्तर तन्त्र यसरी भोटमा अनुत्तर तन्त्र यसरी भोट लिपिमा अनुवाद गर्नुभएको थियो त्यही कारणले यो झोजे अर्थात् यो अतिशय अर्थात् यो श्री ज्ञान दीपङ्कर र यो अन्य गुरुले अनि यसरी अनुवाद गर्ने क्रममा चाहिँ अब आएको चाहिँ त्यति स्पष्ट छैन अब यो किन त भन्दाखेरि प्रयासो भन्ने क्रममा चाहिँ अब धर्म त विभङ्ग र यो अनुत्तर तन्त्र चाहिँ एउटा नीति कोषमा लुकाए जस्तै नीति जस्तै लुकाए जस्तै हो भएको हुँदाखेरि यसरी भन्ने पछि आएको कुरा यसरी किन त भन्दाखेरि लुकाएको हो भन्ने एउटा नीति कोषको रूपमा पनि चिनेको हुँदाखेरि त्यसरी पनि भन्ने भनाइ छ
अनि भारतमा विद्वानले अब यो एउटा स्तूपमा अनि भित्र स्तूपभित्र एउटा अब केही अब केही किताबहरू एउटा आफूलाई मनमा जागिसकेपछि त केही न छ भने एउटा मनु अनि यसरी अब मनमा ज्ञात भएर अब यसरी मनमा केही प्रकट भएर त्यहाँ खोज्दाखेरि त्यो स्तूपभित्र हेर्दाखेरि दुईटा धर्म ग्रन्थहरू यसरी पाएको थियो। त्यो भेट्दाखेरि एउटा त्यो के थियो त भन्दाखेरि अब अनि अनुतर तन्त्र तर र एक किसिमको अनि धर्म त विभङ्ग यसरी पाएको थियो। अनि यो चाहिँ मैत्रीपा गुरु आदि लगायतले पछि अब अनि यो फैलाएको थियो पछि यो मनुष्य लोकमा हैन। त्यसै गरी अब यसरी क्रम हुँदै 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 श्री ज्ञानसम्म यसरी आयो। यो कश्मीरीमा पुग्यो यो हैन। अनि अब कश्मीरी गुरुहरू कश्मीरमा अब विभिन्न लोधे शेरप अनि कश्मीरमा अब चेन खवासेर त्यसै गरी अब अनि धेरै सिक्नुभयो। कश्मीरमा गएर यो जुन स्तूपद्वारा निकालिएको यो धर्म दुई प्रकारको यो अनुत्तर तन्त्र त्यसै गरी धर्म त विभङ्ग कश्मीरीमा उहाँले धेरै अध्ययन अनि त्यसलाई अभ्यास गर्नु भएर पछि यसले सिक्नु भएर पछि त्यो धर्म चाहिँ भोटमा ल्याएर भोटमा फैलाउनु भयो। अनि ngok लोचवाद्वारा अब अनुवाद गरेको त्यति स्पष्ट छैन। तर चेन खवाजेद्वारा अनुवाद गरेको चाहिँ अब त्यो चाहिँ अत्यन्त अब बोर्डमा अब ल्याउने क्रममा अनि धेरै अनुवाद गर्यो फैलाएको पनि छ। यो दुईटा विद्वानले पनि अब एकै ठाउँमा अब गएर अनुवाद अब एक किसिमको अभ्यास गर्नुभयो। तर भोटमा आएर अब त्यसको इतिहास चाहिँ अब एउटा विद्वानको स्पष्ट छ भने एउटा विद्वानको चाहिँ स्पष्ट रहेको छैन। त्यही कारणले गर्दाखेरि यो अनि ngok लोचवाद्वारा नि यो अनुवाद गरेको चाहिँ अत्यन्त यो शरवालाई चाहिँ अनि प्रशंसा पनि गर्नुभएको थियो। अनि अत्यन्त यसको विभिन्न पद्धतिहरू यसको रचनाहरू अत्यन्त राम्रो भएकोले प्रशंसा गर्नुभएको थियो पछि आउने अनि विद्वानहरूले। यो अनुत्तर तन्त्रमा चाहिँ अब यो ngok लोचवाको ngok अनुवादको चाहिँ अब विभिन्न अनुवादहरू रहेको छ। अनि यसको धेरै टिप्पणीहरू पनि रहेको छ, धेरै प्रख्यात पनि रहेको छ। अब यो ngok लोचवाले अनुवाद गरेको अनुत्तर तन्त्र बाहेक अरू विद्वानहरूले गरेको भोटमा चाहिँ पाइँदैन। अब यो बौद्ध शास्त्र बौद्ध वचनमा अब यो विभिन्न बौद्ध दर्शन राख्ने क्रममा हैन। अब नमुनाको लागि अनेकन छ भने अब एउटा बाहेक अब सबसे राम्रो चाहिँ छान्ने गर्छ, सबै राम्रो सकिँदैन नि। त्यस्तै किसिमको अब ngok लोचवाको यो अनुत्तर तन्त्रको अत्यन्त राम्रो थियो होला, त्यसले गर्दाखेरि त्यो राख्यो। त्यो बाहेकको अर्को चाहिँ अब अहिलेसम्म हामीले दर्शन गर्नु पाएको छैनौँ। किनकि त्यो अब जुन तुलना गर्दाखेरि दुई प्रकारको विद्वान तुलना गर्दाखेरि ngok लोचवाको अत्यन्त राम्रो लेख थियो होला। त्यसले गर्दा त्यो बाहेक अर्को कुनै पनि त्यसको अब नमुना त्यसको आदर त्यसको अब केही पनि रहनु गएन। अब मेरो भविष्यमा चाहिँ चाहनामा चाहिँ विभिन्न यो अनि बौद्ध वचनमा चाहिँ हाम्रो जति भएको जुन छिपेको लुकेको कुरा जुन त्यसमा लेख्नु नसकेको त्योभित्र समावेश गर्ने कुराहरू चाहिँ त्यसमा अनि जुन एकदम प्रसिद्ध र त्योभित्र राख्नुको लागि राख्नेछु भन्ने म एउटा मेरो उद्देश्य छ। त्यस्तै गरी बौद्ध शास्त्रहरू त्यसै गरी अब यो त्रिरत्न कूट हैन
अब तमसाका लागि विभिन्न वर्गहरू रहेको छ अब महासंग्रह भने अब विभिन्न वर्गहरू रहेको छ बेग्लै वर्ग रहेको छ यो भोटमा महासंग्रह वर्ग भने चाहिँ अब यसको छुट्टै छ अब यो महासंग्रह वर्ग भने चाहिँ यो बेग्लै एकीकरण गरेर हैन अनि त्यसलाई अनुवाद गरेर त्यसलाई अब स्पष्टसँग अब यो बौद्ध वचनभित्र अनि राख्यो भने अत्यन्त राम्रो होला किनकि अब त्यसमा अब विभिन्न आहुन भाषामा हुन्छ पाली संस्कृत हैन चीन भाषामा हुन्छ कोहीमा भोट भाषामा नभएको हैन चीन भाषामा भएको हुन्छ त्यसो सबै अनुसन्धान गरेर जुन एकदम अतुलनीय एकदम अमृतमय बुद्धको वचन बौद्ध वचनभित्र एकीकरण गरे भने राम्रो होला कि भन्ने मैले अनि उद्देश्य छ अब मेरो एउटा चाहना पनि छ योजना पनि गरिरहेको छु मैले योजना तिर्साइरहेको छु जस्तै गरी अब विभिन्न अनेक यो अनुवादकहरूले अनुवाद गर्नुभएको लेखहरू अनि अतुलनीय अनि यो बुद्ध वचनहरू त्यस्तै गरी अब त्यो राख्यो भने चाहिँ किन भन्दाखेरि उहाँले धेरै लामो कालीन दुःख गरेर यसरी अनुवाद गर्नुभएको त्यो अब हामीले राख्यो भने त्यसलाई हेरेर अर्को विभिन्न कुराहरू जुन बिग्रिएको कुरालाई सुधार्न सक्ने अनि क्षमता मिल्ने हुँदाखेरि त्यो राख्ने एउटा मेरो उद्देश्य र योजना पनि हो यो अब चेन खावाजी गुरु लगायतका गुरुहरूद्वारा अब यो भोटमा भारतवर्षमा चाहिँ यो अनि अनुत्तर तन्त्र त्यस्तै गरी अब यो धर्म त विभङ्ग यो भारतमा अनि फैलिएको कुरा नभए तापनि भोटमा र चीनमा चाहिँ फैलिएको थियो त्यही कारणले गर्दाखेरि अनि यो चाहिँ अब जो मैत्रीपा आदि गुरुद्वारा नै भोटमा अब आएको हुँदाखेरि त्यो अब किसिमको अब गोप्य रूपमा भएको फैलिएको हुन सक्दछ अब यो दिवंकर अतिशय दिवंकर आदिद्वारा अब यो परम्परामा आएको कुराहरू चाहिँ अब यो मोगलोत्सवसँग सम्बन्धित नभएको कुराले गर्दाखेरि अब त्यो लोप हुन गएको पनि हुन सक्दछ जस्तो मलाई लाग्छ अब त्यो विषयमा हामीले अब अनुसन्धान गर्नु अत्यन्त जरुरी जस्तो लाग्छ यो धर्म त विभङ्गमा नि अब यो दुई प्रकारको अनुवाद रहेछ एउटा यो नागलोत्सव त्यस्तै गरी अब अहिलेको हामीसँग भेटिएको यो धर्म त विभङ्गको अब शब्द चाहिँ अब श्लोकमा रहेको छ अब यसमा एउटा लामो शब्दमा कोरिएको पनि छ अनि एउटा छोटो शब्दमा अर्थात् यो यसको एकछिनको श्लोकमा यसको टीकामा विभिन्न लामो अक्षरमा लेखेको हुँदाखेरि दुई प्रकारको अनुवादहरू यसमा रहेको छ अनि दुई प्रकारको हुँदाखेरि फेरि उहाँहरूले यो मोगलोत्सव झो अब अतिशाल आदि गुरुहरूले अब यो फेरि यो चाहिँ यो लामो शब्दमा लेखिएको छ भनेको कुरा र अहिले फेरि यो श्लोकमा पनि छ लामो अक्षर पनि कोरेको छ भन्दाखेरि त्यस्तो अलिकता हेर्दाखेरि कस्तो होला भन्ने अलिकता मलाई लाग्छ अब यो एउटा अनुवादकको कुरा गर्दाखेरि अब यो शाक्यश्रीद्वारा पनि अब पेन्जी शाक्यश्रीद्वारा पनि अब यो मैत्रीय 5 मैत्रीय धर्म चाहिँ अब अनुवाद गरिएको छ अब यो इतिहासमा कोरिएको छ अनि यसको अब परम्परा चाहिँ अब
छुटेको छ यो पाँच प्रकारको अनि मैत्रीय धर्मको विषयमा अब छोटकरीमा फैलिएको कारण चाहिँ अब मैले यतिमै बताएँ यही नै रहेको छ अब यो छोटकरीमा बताउने क्रममा यसमै मेरो टाउको घुम्दाखेरि मैले एउटा केही एउटा तपाईँलाई देखाउन भुलेछ यहाँ यो पाँच प्रकारको मैत्रीय धर्ममा अब कुन पहिला अनुवाद भएको थियो कुन पछि अनुवाद भएको थियो भने त्यसको विषयमा रहेछ यो अब आज म यतिमै राख्न चाहन्छु भोलि अब विश्राम बिता रहेको छ पर्सि चाहिँ अब पर्सि चाहिँ अब भोटमा चाहिँ अब यो विज्ञानवाद कसरी फैलिएको थियो भने यसको बाँकी म बताउने जानेछु अनि पछि चाहिँ अब यो अनि यो विज्ञानवाद र उमा मध्यमका कसरी सम्बन्ध छ होइन त्यसै गरी अब यो सुगता गर्वहरू अनि वादीको विषयमा अनि बताउने छु अनि त्यो पछि यो बताइसकेपछि विज्ञानवाद र मध्यमकाको अनि सम्बन्ध विषय बताएपछि अनि मूल स्रोत मूल अनि सूत्र अनि सूत्र र अनि 11 सूत्र विज्ञानवादको 11 सूत्र अनि यसको विषयमा पछि बताउने छु अब अन्तिमको मङ्गलमय पाठ हामी सुरु गर्दैछौँ O